साथीहरू यहाँहरू सबैजनालाई चाहिँ वेलकम मेरो भ्लगमा। हजुरहरूलाई चाहिँ फुल मनपर्छ साथीहरू, म चाहिँ आज हजुरहरूलाई चाहिँ फुल गार्डनमा लिएर आएको छु। यहाँ चाहिँ धेरै मेहनत गरेर फुलहरू बनाइएको छ, विभिन्न जाति प्रजातिहरूको फुलहरू हजुरहरू हेर्न सक्नुहुन्छ। धेरै राम्रो छ। आज म चाहिँ हजुरहरूलाई पुरा फुल गार्डनको बारेमा डिटेलमा जानकारी गराउँछु। यहाँ चाहिँ कसरी हेर्नुहोस् न कस्तो राम्रो छ फुलहरू, धेरै राम्रो, धेरै विभिन्न जाति प्रजातिको फुलहरू लगाइएको छ यहाँ ल हेर्न सक्नुहुन्छ हजुरहरूले आफैले कस्तो राम्रो राम्रो फुलहरू छ कि धेरै राम्रो। यहाँको मान्छेहरू चाहिँ एकदम फुलमा शौकिनहरू हैन, शौकिन मान्छेहरू हुन्छ फुलहरूमा, अत्तरहरूमा हैन, विभिन्न किसिमको चिजहरूमा चाहिँ धेरै शौकिन हुन्छ यहाँको मान्छेहरू। त्यसैले यो चाहिँ एकदम मरुभूमिको ठाउँ, एकदम बालुवा भएको ठाउँमा चाहिँ विभिन्न किसिमको यो कोकोपिटहरूमा यसरी फुलहरू, फुल खेतीहरू गरिएको छ। धेरै छ यहाँको इलाका, धेरै छ यहाँ, निकै टाढा टाढासम्म फैलिएको छ यो फर्म चाहिँ। म आज हजुरलाई चाहिँ डिटेलमा यो फर्म भिजिट गराउँछु। आज हजुरहरूलाई म चाहिँ यो डिटेलमा यो फुल फर्महरू घुमाउँछु म र सबै हजुरहरूलाई पुरा जानकारी दिन्छु म। यसरी यो सानो सानो यस्तो सानो सानो चाहिँ बकेटमा यसरी कस्तो राम्रो फुलहरू बनाइएको छ हेर्नुहोस् न। ल कति राम्रो छ हेर्नुहोस्। यो सानो यो कोकोपिट हो, यो हालेको कोकोपिटमा गरिएको छ। यो सबै हेर्दाखेरि यस्तो देखिन्छ होइन, तर यसमा चाहिँ सानो यस्तो छ। यो सानो एउटा सानो बकेट छ, यस्तो बकेटमा यसरी फुल लगाइएको छ। यो यहाँ चाहिँ विभिन्न किसिमको पर्वहरूमा, त्यसपछि गएर विभिन्न किसिमको एक्जिबिसनहरूमा अनि घरहरूमा सजाउनको लागि, सजावटको लागि चाहिँ मान्छेहरूले टाढा टाढाबाट आएर यो फुलहरू लग्ने गर्दछन् र बजारमा चाहिँ सेलमा पनि जान्छ। यो ट्रकहरूमा त्यहाँ लोड गरिरहेको छ ट्रक, त्यसमा चाहिँ अहिले सेलमा पनि जान्छ। यो गाडीमा यसरी सेल गर्नको लागि चाहिँ गाडीमा यसरी लोड गरेर मार्केटमा लगिन्छ। यो चाहिँ एक कार्टुन 30 दिराम, 40 दिराम, 50 दिराम होइन, लोकेसन ठाउँहरू हेरेर बिक्री हुन्छ। एउटा गाडी चाहिँ अहिले प्याक भएर गयो। धेरै राम्रो फुलहरू लगाइएको छ, हजुरहरूलाई म पुरा देखाउँछु पुरा। यसमा चाहिँ भर्खर फुल्दैछ। यो फुल खेती गर्दा चाहिँ सुरुमा यस्तो यो ट्रे हुन्छ, यस्तो यो ट्रे हजुरहरूले देखिसक्नुभयो। यस्तो यो ट्रेमा चाहिँ यस्तो ट्रेको यस्तो सानो सानो भाँडाहरू हुन्छ। यसमा चाहिँ यसमा कोकोपिट, यो कोकोपिट भनेको चाहिँ ऊ हुन्छ कि नरिवलको जट्टाको माटो, जट्टाबाट चाहिँ अरू माटोहरू मिसाएर मल बनाएर यसमा भरिन्छ र यसमा सानो सानो बेर्ना लगाइन्छ। त्यसपछि अर्कोमा ट्रान्सप्लान्ट गरिन्छ कि सानो सानो बेर्ना भइसकेपछि अनि त्यसलाई त्यो सानो सानो भयो, सानो सानो बिउलाई चाहिँ फेरि यसरी ट्रान्सफर गरिन्छ कि अर्कोमा, यस्तोमा ट्रान्सफर गरिन्छ। यो सानो हो भने यसरी ट्रान्सफर गरिन्छ अनि यो बिस्तारै बिस्तारै हुर्किएर यस्तो ठुलो हुन्छ, ठुलो यस्तो। यो चाहिँ पुदिना हो हेर्नुहोस् न, पुदिना पनि यसरी लगाइएको छ यो सेलिङको लागि। त्यसपछि अर्को कुरा के भने यहाँ चाहिँ यो इरिगेसनको व्यवस्था हुन्छ नि, पानीको व्यवस्था चाहिँ यसरी जमिन मुनिबाट बोरिङ गरेर पानी निकालेर पानीहरू लगाइने कामहरू गरिन्छ। यसमा पुरै बालुवाको छ, यो बालुवा हो, यो पुरै सबै होइन, बालुवा छ। यो मरुभूमिको ठाउँमा यिनीहरू धेरै मेहनत गरेर यस्तो राम्रो बनाइरहेको छ हेर्नुहोस् न, कति राम्रो छ। ल हेर्नुहोस् त, विभिन्न किसिमको फुलहरू छ, विभिन्न किसिमको फुलहरू। ल हेर्नुहोस् गाइस, हजुरहरूले हेर्न सक्नुहुन्छ धेरै फुलहरू। यो चाहिँ पुरै भरिएको थियो होइन, भरिएको थियो। यो यहाँ भएको सबै चाहिँ यो सेलिङमा गएको है, सेलिङमा गएको। अब यो चिसो दिन सकिएपछि अब गर्मी दिनमा चाहिँ यहाँको फुलहरू मर्छ। त्यही भएर हजुरहरूले चाहिँ यति के जानकारी लिनु पऱ्यो भने चिसो दिनमा चाहिँ छुट्टै किसिमको फुलहरू हुन्छ भने गर्मी दिनमा चाहिँ गर्मी सहन सक्ने धेरै फुलहरू लगाइन्छ। यो चाहिँ सेलिङ भएर अब यो बिक्री हुन बजारमा जानको लागि बाँकी रहेको फुलहरू हो यो। गाइस हेर्न सक्नुहुन्छ हजुरहरूले कस्तो राम्रो फुलहरू छ। फुलको यहाँको मान्छेहरू धेरै शौकिन कि फुलमा। ल अब नपराउने मान्छेहरू ल हेर्नुहोस् न कस्तो राम्रो फुलहरू छ कि। ल हेर्नुहोस् त कस्तो राम्रो। यसलाई म डिटेलमा देखाउँछु हजुरहरूलाई। ल यस्तो रहेछ यो चट्ट, यो यस्तो भयो।
विभिन्न आइटमको हुँदो रहेछ, यो यस्तो रहेछ। ल यहाँ चाहिँ काम गर्ने साथीहरू चाहिँ प्रायः जसो पाकिस्तानको साथीहरू, अनि बङ्गलादेशको, त्यसपछि यो सुडानको, इथियोपियाको साथीहरू चाहिँ मैले यहाँ धेरै देखेँ काम गर्ने साथीहरू। उनीहरू चाहिँ काम गरिरहेछ। यहाँ पनि सेलरी पनि राम्रै दिँदो रहेछ उनीहरूलाई। बिहानबाट बेलुकीसम्म काम गर्ने, यहीँ खाने, यहीँ बस्ने गर्दो रहेछ। अनि यसमा ऊ पनि देखेँ त मैले, यो के यो काँक्रोको बिउ जस्तो पनि छ। हेर्नुहोस् त गाइज, काँक्रोको बिउ जस्तो पनि छ यो, होइन? काँक्रो नै रहेछ नि। खै यो काँक्रो नै जस्तो छ त, खै के हो यो? काँक्रो नै जस्तो छ त। के टिपौँ कि नटिपौँ? टिपौँ है एउटा। हो, काँक्रो नै हो रहेछ, काँक्रो नै रहेछ यो। काँक्रो पनि लगाउँदो रहेछ यसरी। यो चाहिँ भेन्टा, हेर्नुहोस् है, भेन्टा पनि यस्तो सानो सानो ट्रेमा लगाउँदो रहेछ। काँक्रो पनि हुँदो रहेछ। यो के भन्छ, हाम्रोतिर पनि हुन्छ नि यो सानो खालको, त्यो लहरे फुल के, भर्खर लगाएर चाहिँ फुल्दो रहेछ भर्खर। बहुत मिठो काँक्रा रहेछ, एउटा अर्को पनि खानु पर्यो। सानो सानोमा पनि यस्तोमा पनि यस्तो यत्रो यत्रो काँक्रा फल्दो रहेछ। हेर्नु त है, यो यस्तो यत्रो यत्रो काँक्रा फल्दो रहेछ। पुरै फलिरहेछ। कस्तो अचम्म, हेर्नुहोस्, भित्रभित्र यसो फलेको सानो सानो काँक्राहरू क्या, यस्तो पनि फल्दो रहेछ यहाँ भन्ने कुरा बुझियो। ल हेर्नुहोस् फुलहरू, फुल यो अब यो गर्मी सिजन सुरु हुनु लाग्यो नि त, अब यसरी गल्छ क्या, पुरानो भयो भने यसरी गल्दो रहेछ। त्यही भएर जति सक्दो चिसो दिनमा छुट्टै फुलहरू, र यहाँ 3-4 महिना चिसो हुन्छ कि, 4 महिना त चिसो हुन्छ। यो फुल पनि धेरै राम्रो लाग्यो साथीहरू मलाई। यो यो वरि सेतोमा ऊ भएको के, सेतोमा बुट्टा 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 भएको, बिचमा रातो, वरिपरि सेतो। ल हेर्नु कति छ यहाँ, अब एउटा ट्रे यति सानो हुन्छ होइन, कति छ यहाँ, हजारौँ हजार होइन, लाखौँ छ। ल हेर्नु, फुलको चाहिँ, फुल मन पराउने मान्छेहरूलाई चाहिँ यहाँ धेरै राम्रो छ। यो चाहिँ बिक्री भएर यो चाहिँ नराम्रो यतिकै छोडिदिएको हो। यतापट्टि चाहिँ यो घाँस खेती रहेछ, के को घाँस, यो लेमन ग्रास जस्तो लागिरहेछ मलाई सायद। ल हेर्नु साथीहरू, मैले माथि चाहिँ चिसो दिनको फुलहरू मैले बताएँ भनेपछि यो चाहिँ गर्मी दिनमा हुने फुल हो होइन। यो मैले एकजना पाकिस्तानी साथीलाई सोधेँ, ऊ चाहिँ मलाई भिडियो रेकर्ड नगर मेरो चाहिँ भन्यो होइन। अनि मैले यो चाहिँ गर्मीको फुलहरू, गर्मी सिजनमा चाहिँ एकदम गर्मी यसले एडजस्ट गर्न सक्ने भएको कारणले गर्दाखेरि यसमा हजारौँ लाखौँ चाहिँ गर्मीमा हुने फुलहरू लगाइएको छ। साथीहरू काम गरिरहेछ यहाँ, तर साथीहरूले भिडियो रेकर्ड गर्न मानेन। मैले चाहिँ यो भिडियो नसोधिकन रेकर्ड नगर्नुपर्ने भएकोले मैले गरिनँ। ल हेर्नुहोस् यस्तो राम्रो छ। हेर्नुहोस् यो मरुभूमिको देशमा पुरै कोकोपिटहरू लगाएर सानो सानो यस्तो ट्रेमा यसरी फुल लगाएको छ। यो पछि ढकमक्क भएर फुलेर आउँछ। पछि म ढकमक्क फुलेको अवस्थामा पनि म हजुरहरूलाई जानकारी गराउँछु। यो फुल्यो भने चाहिँ यस्तो हुने रहेछ। यहाँ देखिने रहेछ, एउटा चाहिँ फुलि नै सकिया रहेछ। ल फुलेको पनि मैले देखाएँ। हजुरहरूलाई चाहिँ कस्तो लाग्यो कृपया प्रतिक्रिया लेख्नु होला। धेरै राम्रो, धेरै मेहनत गरेर यहाँ फुलहरू बनाइएको छ। म हजुरहरूलाई पनि यो कसरी बजारमा सेलिङ गरिन्छ भन्ने बारेमा पनि म हजुरहरूलाई देखाउँछु। यो चाहिँ इरिगेसनको सिस्टम हो। हेर्नुहोस् है साथीहरू, यो चाहिँ विभिन्न किसिमको मेसिनहरू लगाएर पानीको व्यवस्थाहरू गरिएको छ। हजुरहरूले देख्न सक्नुहुन्छ। हाम्रो जस्तो नेपालमा भए यहाँ अझ कति
खेतीहरू गरिन्थ्यो होइन। ल अब यो चाहिँ भर्खर फुल्दै गरेको फुलहरूलाई चाहिँ यसरी यो ट्रेमा लोड गरेर बजारमा मार्केटमा लगेर सेलिङ गरिन्छ। ओहो यहाँ लड्यो है यसरी, यसरी मार्केटमा लगेर सेलिङ गरिन्छ। यो चाहिँ एक इतना इसको कितना पड़ेगा भाई मालूम क्या? इसको इसको एक इसको कितना है इसको प्राइस? प्राइस कितना है इसका? इसको 1 दिरहम। हाँ वेरी गुड यार। इसको खर्च कितना आता है? खर्चा पूरा को आ जाता है 1 लाख पौधे को ऐसा 10,000। 1 लाख पौधाको चाहिँ 10,000 जति 10,000 दिरहम लाग्दो रहेछ भनेपछि एउटाको 1 दिरहम ठिकै हो। 10,000 दिरहम खर्च गरेर 1 लाख कमाउनु भनेको धेरै राम्रो हो। ये कहाँ कहाँ का आदमी काम करता है इधर? इधर बहुत मुल्क है, 4-5। कौन सा? कौन बांग्लादेश, पाकिस्तानी, पठानी, बाद में नेपाली। नेपाली की नहीं है? नेपाल नहीं है, काला है, काला और सूडान का, इथियोपिया का। हाँ इसका ये फूल का नाम क्या है भाई? भेनका। ओ अन्थ्रेनिया, भेनेका अन्थ्रेनिया। ए ल भेनेका जातको चाहिँ फुल रहेछ यो। यसले गर्मी चाहिँ निकै एडजस्ट गर्छ यसले हैन। ठीक है, पूरा गर्मी का भी सर्दी का भी और सीजन। ए थ्याङ्क यू भाइ, थ्याङ्क यू फर इन्फर्मेसन। ल कति राम्रो फुलहरू चाहिँ यस्तो यो मार्केटमा लाने बेलामा चाहिँ यसरी यो ट्रेमा लोड गरिदो रहेछ। यस्तो ट्रेमा लोड गरेर लाँदो रहेछ, धेरै राम्रो लाग्यो मलाई। ल यसरी यो ट्रेमा प्याक गरेर यसरी मार्केट लाँदो रहेछ है। ल हेर्नु साथीहरू होइन, यहाँ चाहिँ पानीको कति अभाव छ होइन। पानीको निकै अभाव भएको कारणले यो ठुलो ठुलो हिल ट्याङ्कहरू होइन, हजारौँ लिटरको हिल ट्याङ्कहरू चाहिँ यता लगाइएको छ। त्यसपछि उता होइन ठुल्ठुलो चाहिँ मोटरहरू, ठुल्ठुलो मेसिनहरू, बोरिङहरू लगाएर चाहिँ निकै खर्च गरेर यहाँ पानीको व्यवस्थापन गरिएर यो सबै नर्सरीहरू चाहिँ सिर्जना गरिएको हो क्या। यहाँ धेरै मेहनत गरिएको छैन, तर हाम्रो जस्तो देशले चाहिँ यस्तो कामहरू गरेर यतातिर सप्लाई गरे भए धेरै राम्रो हुन्थ्यो क्या। यो छ नि, यो चाहिँ यो मिन्ट भन्दो रहेछ होइन। यो चाहिँ एकदम बास्ना आउने के, ओहो कस्तो बाबरी जस्तो, यो पुदिना जस्तो बास्ना आउने मिन्ट रहेछ। यो चाहिँ यसरी लगाइदिएको रहेछ यो गमलामा, यसरी देखाएँ मैले हजुरले। साथीहरू यही हो यो कोकोपिट भनेको, यही हो यो नरिवलको बाहिरको खोस्टाको बोक्राबाट चाहिँ बनाइएको यो कोकोपिट हो। यसमै यही चाहिँ माटोको रूपमा यही हो नै युज गरेर यो चाहिँ ट्रेमा यसरी लगाएर यसमै बिउ उमार्दो रहेछ र खेती गर्दो रहेछ साथीहरू। ल हेर्नु साथीहरू यो पुदिना हो है। पुदिना हजुरहरूलाई मैले देखाएँ। यो पुदिना चाहिँ यस्तो छ। यो चाहिँ के गर्छ भनेपछि यो अरबिकहरूको घरमा चाहिँ पुदिनाको यस्तो गमलाहरू लगेर राखेर हुन्छ। गमलाहरू लगेर राख्ने र यो चाहिँ एकदम चियामा हालेर खान्छ है यिनीहरूले। एकदम चियामा खालिदिन्छ। तपाईँहरूलाई पनि थाहा छैन भने कृपया चियामा यो पुदिना चाहिँ 2-4वटा पात, यस्तो 2-4वटा पात यसरी टिपेर, यस्तो 2-4वटा पात निकै बास्न जान्छ। 2-4वटा यस्तो पात चाहिँ चियामा, तातो चियामा हालेर यसरी खाँदा धेरै राम्रो हुन्छ स्वास्थ्यको लागि भन्न चाहन्छु। यिनीहरूले चाहिँ यो महँगो छ, यो 20 रुपियाँ 25 रुपियाँ एउटा गमला। यस्तो गमलामा यता यो पुदिना भयो भनेपछि यो चाहिँ यो मिन्ट भन्दो रहेछ। मिन्ट भनेको पनि धेरै बास्ना आउने, यो पुदिना जस्तै बास्ना आउँदो रहेछ। यो पनि भिक्स जस्तो के, भिक्स जस्तो बास्ना आउने चिजहरू रहेछ यिनीहरू। मैले हजुरहरूलाई देखाएँ। अब यो ग्रिन हाउसभित्र म लाँदैछु। हेर्नुहोस् न, ग्रिन हाउसभित्र मैले लगेँ। ल ग्रिन हाउसभित्र यिनीहरू यो ट्रेहरू हो। अघि मैले भन्नु खोजेको चाहिँ सुरुमा यसमा कता गयो त्यो कोकोपिट छ नि। अघि त कोकोपिट चाहिँ यस्तो ट्रेमा भर्ने अनि यसमा चाहिँ सानो सानो बिउहरू लगाउने। त्यसपछि बिउ उम्रिसकेपछि यस्तो ट्रेमा चाहिँ फेरि प्लान्ट गर्दो रहेछ क्या यिनीहरूले। त्यसरी चाहिँ ट्रान्सप्लान्ट गर्दै गर्दै बनाउँदो रहेछ भन्ने कुरा बुझियो। हेर्नु साथीहरू, ऊ हेर्नु न, खुर्सानी हेर्नुहोस् न, खुर्सानी यस्तो खुर्सानी पनि हुँदो रहेछ। ल हेर्नुहोस्, खुर्सानी यस्तो सानो सानो ट्रेमा पनि खुर्सानी उमार्न सकिँदो रहेछ। हजुरहरू पनि उमार्न सक्नुहुन्छ है। टन्नै रहेछ खुर्सानी रहेछ। यस्तो रुखहरू रहेछ, अम्बाको रुख हो यो, अम्बकको रुख जस्तो लाग्यो। अनि यो
फुलहरू ल यस्तो चाहिँ फुलहरू पनि तपाईँले गमलामा उमार्न सक्नुहुँदो रहेछ है यो हाम्रोतिर जति पनि हुन्छ यो घन्टी फुलहरू ल यो चाहिँ हाम्रोतिर हुन्छ नि यो गेवारा हो कि के फुल भन्ने पनि रहेछ यहाँ ल हेर्नुहोस् साथीहरू मलाई चाहिँ यहाँको मान्छेले म यहाँभन्दा अगाडि पनि दुई तिनचोटि आइसकेँ इरिगेसनको सिस्टम मलाई चाहिँ आइज यहाँ भिडियोहरू खिच भिडियो बना हाल केही मतलब छैन तँलाई फ्रिडम भयो भन्छ यहाँ कहिलेकाहीँ मैले यसो यो ट्रेमा पनि यसो फुलहरू माटोहरू भर्न पनि मैले एक दिन हेल्प गर्दा थिएँ कि एक दिन यसो एकछिन तिनीहरूले धेरै राम्रो मान्छ मलाई ल हेर्नुहोस् यो टमाटरहरू होइन यो खुर्सानीहरू लगाइएको छ फर्सी लाएर छ त्यहाँनिर त्यो गोलबेटाहरू यो काम गर्ने साथीहरूले खानाको लागि क्या आफूले खानाको लागि यो लगाइएको हो यसरी लगाउन सकिँदो रहेछ यो बैगुनहरू होइन भेन्टाहरू ल यो छ यो त के हो यो सिलमको पत्ता जस्तो पनि छ है सिलम जस्तो पनि छ तर फुलहरू नै हो यो सबै फुलहरू ल फुलहरू देखियो यो बाबरी पनि रहेछ साथीहरू ल बाबरी पनि रहेछ यहाँ हेर्नुहोस् अनि एउटा अचम्म के छ भने ऊ त्यहाँ तरकारी देखाएको थिएँ कि मैले त्यसलाई चाहिँ म देखाउँछु हजुरहरूलाई ल ल हेर्नुहोस् अब यसमा यो पुरा ओहो घिउकुमारी पनि रहेछ होइन यसमा यो घिउकुमारी पनि रहेछ के यो कुस जस्तो पनि छ ल हेर्नुहोस् त यो क्यातोकी फुल पनि रहेछ यसमा त्यसपछि यो के हो यो रातो फुल पनि छ यो एलोभेरा घिउकुमारी एलोभेरा पनि मैले देखाएँ कति राम्रो छ ल हेर्नुहोस् फर्सीहरू लगाइएको रहेछ यो पानीको सिस्टम हो काँक्राहरू ल ठिक छ पुरा देखाएँ मैले हजुरहरूलाई घिउकुमारी पनि यो औषधिको रूपमा पनि खान्छ नि मान्छेहरू औषधिको रूपमा गमलामा ट्याक्क लगाएर राख्यो घरमा पानी हालिदियो होइन बेला बेलामा अनि खान्छ यहाँको मान्छेहरू चाहिँ स्वास्थ्यमा बहुत मेन्टेन्स गर्छ कि स्वास्थ्यमा लगानी गर्छ एकदम तातो चियाहरू बढी खाने होइन चियामा चाहिँ यो तुलसीको पातहरू यो निम्सको पातहरू बाबरीको पातहरू चाहिँ मिसाएर धेरै खाने काम गरेछ ल अब तपाईँलाई म एकदम अचम्मको कुरा देखाउँछु ल हेर्नुहोस् चाह्यो भने कहाँ के नै हुन्न र भन्ने कुरा ल हेर्नुहोस् है यो हेर्नुहोस् न तपाईँहरूले त देख्नुभयो होला यो खुर्सानी एउटा सानो यत्रो गमलामा कस्तो खुर्सानी फलाएको छ नि त ओहो ल हेर्नुहोस् यति सानोमा यस्तो देख्नु भएको थियो हजुरहरूले कहिले ल हेर्नुहोस् कस्तो राम्रो फलिरहेको छ एउटा जिरे खुर्सानी रहेछ यो ठाडो ल हेर्नुहोस् अब यो एउटा गमलामा यसरी क्याप्सिकम फलाउनु पनि सकिन्छ हजुरहरूले चाहनुभयो भने ल हेर्नुहोस् त तपाईँले एउटा कौसीबरीमा यसरी लगाउनु भयो भने त जति खाए पनि भइहाल्ने रहेछ नि ल अगबरे खुर्सानी पनि रहेछ लसुन पनि लाएर छ नि यहाँनिर होइन ल हेर्नुहोस् ल है साथीहरू ल हेर्नुहोस् ल कस्तो फलिरहेछ ल हेर्नुहोस् यहाँ एउटा अकबरे लायो भने ल एउटा अकबरे लगाइयो भने जति खाए पनि हुनेछ तपाईँले चाहिँ छतमा छ तपाईँको किचन भने एउटा गमलामा यसरी एउटा खुर्सानी ल्याइदिनुहोस् होइन दैनिक एउटा टिप्दै हाले पनि भइहाल्छ कस्तो कालो खालको खुर्सानी पनि रहेछ यो चाहिँ परवर हो है म यसलाई चिन्छु यो परवर हो ल यसरी लगाउन सकिने रहेछ कस्तो ल हेर्नुहोस् न यस्तो फलिरहेछ कि आमा ल हेर्नु त कति फलेको यस्तो छ अब एउटा खुर्सानी टिप्छु म ल एउटा खुर्सानी टिपेँ मैले ल हेर्नु साथीहरू अब यो बैगुन हेर्नुहोस् है भेन्टालाई बैगुन पनि भन्छन् ल हेर्नुहोस् कत्रो बैगुन फलिरहेछ एउटा गमलामा चाह्यो भने ल हेर्नुहोस् यस्तो फलिरहेछ ल हेर्नुहोस् ओ माई गड ल धेरै राम्रो ल यो चाहिँ प्याजहरू यो खानाको लागि चाहिँ कामदारहरूले आफैले खानाको लागि बनाएको यस्तो लामो खुर्सानी पनि रहेछ धेरै राम्रो लाग्यो मलाई ल आलु पनि लाएर छ साथीहरू आलु गमलामा ल हजुरहरूलाई मैले देखाएँ क्याप्सिकमहरू ल हेर्नुहोस् फेरि हेर्नुहोस् ल यसरी फलाउन सकिन्छ गमलामा चाह्यो भने एउटा गमलामा ल हेर्नुहोस्
देख्नुभयो नि। हस् साथीहरू, अन्तिमसम्म मेरो भिडियोलाई हेरेर साथ दिनुभयो। यहाँहरूलाई मैले गार्डनको बारेमा, बगैँचाको बारेमा चाहिँ फुलहरूको बारेमा जानकारी गराएँ। यस्तै अन्य भिडियोहरू पाउनको लागि चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला र मलाई फलो गरेर हेल्प गर्नुहोला। थ्याङ्क यू सो मच। नमस्ते। थ्याङ्क यू।